छुटिसक्यो है साथीहरु देखेर अब यस्तो चैलान्छु नि। हेलो गाइस एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म धेरै पछि भिडियो बनाइरहेको छु हैन, किनकि मेरो एक्जामले गर्दा मैले भिडियो बनाउन पाएको थिएन। तपाईहरुले थम्बनेल देखेर थाहा पाउनुभयो होला हैन। अनि सबै एभ्रीवानलाई चाहिँ ह्यापी दशैं है। आज चाहिँ यो भ्लग चाहिँ चंगा भ्लग हो। अब हेरौँ कतिवटा काटिन्छ कतिवटा आफ्नो कटिन्छ। लेट्स गो। अब चाहिँ म आइसकेको चङ्गा उडाउनलाई। आजको वेदर चाहिँ यस्तो छ, राम्रै लागिरहेको। अनि म त्यहाँ मेरो साथीहरू पनि छ यहाँ। अब एकछिन होइन, आज चाहिँ धेरै चङ्गा रहेनछ, 2-3टा मात्र हो। अब आफ्नो चाहिँ खान्छ कि अर्को चाहिँ पानी चाहिँ। ल अब चाहिँ म ट्राई गर्न लाग्यो है। यो चाहिँ हेरेको मेरो फर्स्ट चङ्गा हो, अहिलेसम्म चलिरहेको छ। हेरौँ अब आज के हुन्छ। चङ्गा उडिरहेको बेला हावै नआएर उता घरभित्र अड्क्यो अनि तान्दा छुट्यो। अब अर्को यो चाहिँ अब नेक्स्ट चङ्गा होइन। अघिल्लोको चङ्गा चाहिँ चैत भएको होइन, उठ्यो घरमा हावा नचलेर झऱ्यो अनि तान्दा छुट्यो। अब यो उडाएर साथीहरूले मलाई के भन्छ च्यालेन्ज दिँदैछ। अब उनीहरूको चैत गर्ने ट्राई गर्नुपर्छ। अब लेट्स गो उडाउँ है। ल यो चङ्गा चाहिँ उड्यो होइन, तर हावाको कन्डिसन राम्रो छैन। कहिलेकाहीँ आउँछ कहिलेकाहीँ फेरि उड्दै जान्छ। ल अब चाहिँ मेरो घर अब चाहिँ कक्का हालेर फेरि उडाउनु परिहाल्यो। मलाई रिस उठिसक्यो है साथीहरू देखेर अब यस्तो चैलान्छु नि। फेरि उडाउनु पर्यो। ल अब चाहिँ म यो चङ्गा उडाउँछु है। अब चाहिँ यहाँ पार्नको लागि मलाई जिस्काउँदैछ, तर के गर्नु। अब चाहिँ परिसक्यो। ल अब चाहिँ चैत भइसकेको छ है। एउटा चङ्गाले हावै खाएन। चैत यो फर्स्ट चैत चाहिँ भइसकेको छ। यो खतरा मजा। यस कसैको होइन, मेरो साथीको त्यहाँ पछाडिको चैत। आजको पहिलो चट तपाईहरुले देख्नु भइसक्यो। अब चाहिँ माथि आउँ है। माथि फर्स्ट चैत चाहिँ खत्रै भयो। अर्को अब चाहिँ उडाउँदैछ। अनि मेरो मान्छे पनि खत्रै हो नि त, फेरि खुकुरी हो नि त, सक्छ खुकुरीलाई। तर कहिलेकाहीँ खुकुरी पनि जान्छ चैत। अहिले हावै चले छैन।
inches later. ब्लेडले काटे जस्तो काटेछ अब फेरि अर्को उडाउनु पर्यो छ्या आज त दिनै रङ हो क्या हावाले साथै देखेन Few minutes later. बल्ल फाइनल वाला चङ्गा उड्यो हेर्न सक्नुहुन्छ अघिमा चाहिँ हावा नलाग्ने घरि च्यात्तिने के भइरहेको थियो बल्ल चङ्गा उड्यो एकछिन धागो छोडेर उडाउँ अनि कोही पार्न आयो भने पारौँला नभए राखेर पार्छ अनि दिमागै खराब भएको थियो कि हावा नचल्ने होइन एक त अनि च्यात्तिने क्या हावा चलेकै बेला ल यही हो लास्ट अब यो के हुन्छ हेरौँ सहित हुन्छ कि काट्छ अब के भन्छ चोबरमा गएर नि चङ्गा उडाउनु पर्छ होइन अर्को भिडियोमा आउँछ त्यो चाहिँ फेरि हावा गयो छँदै छैन किन छैन तानेको छैन ल अब चाहिँ फाइनल चङ्गा पनि ल्यायो अहिले हावा पनि लागेन अनि पानी पनि पऱ्यो नि त सिमसिम परिरहेको छ त्यसैले अब सिधै यो आजको भिडियो यहाँ एन्ड गर्न म चाहन्छु है अर्को भिडियो चाहिँ चाँडै आउँदैछ चोबारमा गएर चङ्गा उडाएको त्यतिसम्म तपाईँहरू सेफ बस्नु होला चङ्गा उडाउँदाखेरि यसो छतिर हेर्नु होला है ल आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई